उपलक्ष्यमा हामी जतिजना भेला भएको छौँ र हामी प्रत्येकजनालाई यो सूचना छ आज फेरि पनि हाम्रो आमाको पनि 25 डिसेम्बर उहाँको जन्मदिवस भएको कारणले गर्दा हामी सबैजना मिलेर उहाँलाई ह्यापी बर्थडे गर्ने विश गर्नेछौँ र ताली मार्नेछौँ। ह्यापी बर्थडे आमालाई। र आजको यहाँको केक हाम्रो आमाले काटिदिनेछ। प्रभु जन्मेको उपलक्ष्यमा केक चाहिँ आमाले काटिदिनु हुनेछ र यो काटेर हाम्रो सरलाई खिलाउनेछ अन्त उहाँ के हुन्छ पास्टरजीलाई खिलाउनेछ। यताबाट खुकुरी स्पोनले गर्नु सानो गाडेको सानो स्पोन छैन स्पोन त्यो कहाँ हातले नगर्नु एकैछिन